त्यस्तै एलिना तामाङ भनेको पनि यो हेड इन्जुरी नै टाउकोमै पानी जम्ने अथवा के थियो त्यो धरानको मेडिकल कलेजमा ब्रेन ट्युमर उहाँको पनि धेरै अवस्था नाजुक भएको इभन खाना त्यहाँ पूर्व बस्नुले पनि खानालाई पनि अवस्था नभएको औषधि ल्याउनु परेको होस् भन्दाखेरि कमसेकम त्यो औषधि उपचार र खाना पनि त्यहाँ पूर्व बस्नको होस् भन्दा त्यो बेला हामीले 41,000 दियौँ। यसरी यो वर्ष हाम्रो प्रगति विवरणमा अलिकति कमजोरी देखिएको छ। यो अडिट प्रतिवेदन अनुसार त्यसलाई हामीले स्वीकार गर्नुपर्छ र यो वर्ष अलिकति यसलाई व्यापक रूपमा जीवन सदस्यहरूको विस्तारसँगै हामीले एउटा कोष अभियानलाई पनि लानेछौँ। र अर्को कुरा के भयो त भन्दाखेरि हाम्रो अब यो कोषको पैसा हामी ब्याङ्कमा राख्ने, ब्याङ्कमा राख्दाखेरि ब्याज असाध्यै कम। अब अघिल्ला वर्षसम्म चाहिँ यो नन प्रफिटेबल अर्गनाइजेसनहरूको इन्कममा ट्याक्स लागेको थियो। अहिले इन्डिभिजुअलको ब्याङ्कमा आएको ब्याजमा चाहिँ 5% ट्याक्स लाग्छ भने अब यो एनजिओहरूको अब हाम्रो त एनजिओकै रूपमा भयो, एनजिओहरूको इन्ट्रेस्ट इन्कममा चाहिँ 15% ट्याक्स हालेको चाहिँ दङ्ग गरियो। त्यसले गर्दाखेरि हाम्रो कम्तीमा एकजना बिरामीलाई तत्काल उपचार गर्न सकिने 50,000 60,000 रुपियाँ त हामीले करमै तिर्नु पर्यो नेपाल सरकारलाई। जबकि नेपाल सरकारले गर्नुपर्ने चिजहरू गर्न नसकेको कारणले हामीले चन्दा उठाएर गर्नु परेको छ। चन्दा उठाएर राखेको पैसामा पनि हामीले कर तिर्नुपर्ने, तर त्यो करबाट ती दुखी पीडितलाई सहयोग हुने भएदेखि त हामी ताली बजाउँछौँ होइन। दुखी पीडितलाई सहयोग पनि नहुने, करको रूपमा उल्टो डस्ने काम, यसरी सहयोग गर्ने व्यक्तिहरू संस्थाहरूलाई पनि उल्टो डस्ने काम चाहिँ नेपाल सरकारले यो वर्षदेखि गरेर छ। म स्टेटमेन्ट हेर्नु जसँगै त्यस कारण चाहिँ अब सरकारले आफ्नो दायित्व पुरा पनि नगर्ने र कहाँबाट हुन्छ त्यो लिने मात्रै, दिने भन्दा पनि लिने मात्रै काम गरेको देखियो। अब यसमा नेपाल सरकारको पनि ध्यान आकर्षण गर्न चाहन्छु। किनभने हुन त सरकारको नजरमा यस्ता एनजिओ भनेको डलर ल्याएर यो सबै कुराहरू कन्सल्टेन्ट यो भनेर धेरै पैसाहरू कमाउने हुन्छन् भन्ने हिसाबले त्यो गरेको होला। एक हदसम्म त्यो सही पनि होला। तर हामी जस्तो यसरी विशुद्ध परोपकार गर्ने मान्छेहरूलाई एउटा क्याटेगोराइज नहुँदाखेरि होइन, हो ठिक छ विदेशबाट डलर ल्याउनेहरूलाई लियोस् ट्याक्स होइन, तर हामी आफैले चाहिँ त्यो एउटा मुठी उठाएको पैसामा ट्याक्स दिनु भनेको यो चाहिँ असाध्यै एकदमै चित्त नबुझ्ने कुरा रहेछ यसपटकको नेपाल सरकारको नीति। त्यसमा पनि म ध्यान आकर्षण गर्न चाहन्छु। र बाहेक अरू यहाँहरूका केही जिज्ञासाहरू केही छ भने म यही मञ्चबाट क्लियर गर्न चाहन्छु। संस्थाको विषयमा हामीले गर्ने खर्चको विषयमा, जो पारदर्शिताको विषयमा हामीले चाहिँ अर्को खर्चको चाहिँ जो जस्तो यो सहयोगको कुरामा म एउटा भन्ने यहाँहरूलाई सहयोग फलाना ठाउँमा गर्नु पऱ्यो भन्ने बित्तिकै हामीले चाहिँ सहयोग गर्दैनौँ। किनभने सबै ठाउँमा हाम्रो पहुँच पनि हुँदैन, हाम्रो साधन स्रोतले पनि भ्याउँदैन। त्यो आइसकेपछि हामीले चाहिँ कम्तीमा 2-3टा एङ्गलबाट हामी त्यो स्टडी गर्छौँ र हामीले गर्नुपर्ने हो भन्ने लागिसकेपछि हामी चाहिँ सहयोग गर्छौँ। किन भन्दा अब सहयोग गर्ने भन्दाखेरि यो हामीले चाहिँ बेहोरिसकेका छौँ इजरायलमा पनि। अब विभिन्न खाने मान्छेहरूले अब धेरै फलाना जस्तो पऱ्यो दिइहाल्यो पैसा राख्नुहुन्छ भनेर भन्छन् होइन। त्यसमा एउटा मापदण्ड हुन्छ, सबै कुराहरू चाहिँ हेरिन्छ। इमर्जेन्सी दिनुपर्ने हस्पिटलमै छ भने त त्यसमा अब उसको आर्थिक अवस्थाको बारेमा बुझिन्छ, डक्टरहरूसँग सोधिन्छ र अरू कमन कुराहरू छन्। अब दीर्घ रोग छ भने अब गाउँमा बुझिन्छ, त्यो बुझिन्छ, सबै कुराहरू छ। यसको क्रस भेरिफिकेसन भइसकेपछि मात्रै हाम्रो चाहिँ सहयोगको निर्णय हुन्छ र हामी सहयोग गर्छौँ। त्यस कारण चाहिँ त्यो कुरामा पनि यहाँहरूलाई जानकारी होस्। त्यो बाहेक अरू केही जिज्ञासा मैले लगाउन सकिन्छु सकिनँ हाम्रो छ भने राखिदिँदा हुन्छ। अझै पनि जस्तो केही क्वेसनहरू छन् भने एउटा कुरा के यहाँले मनन गरिदिनु पऱ्यो भन्दाखेरि हामीले यो संस्था मार्फत जति सकिन्छ हामी त्यस्तो ठुलो ठुलो कुरा गर्ने भन्दाखेरि हाम्रो स्थानबाट के कति सकिन्छ त्यो एकदम निस्वार्थ रूपमा गर्छौँ भनेर प्रण गरेका छौँ। भोलिका दिनमा के हुन्छ, हामी कहाँ पुग्छौँ, के हुन्छ भोलि हामी नै माग्ने हुन्छौँ, थाहा छैन है हामीलाई होइन। किन भन्दा हामी पनि केही लेभलको एउटा चाहिँ एउटा
मध्यम स्तरको मान्छे हो होइन, हामी त्यस्तो धेरै पैसा कमाएर दान गर्न सक्ने हैसियत भएको मान्छे होइन। तर कमाउँदाखेरि आज हामी आजको दिनमा 1000 कमाइयो भने 20-50 रुपियाँ आजको दिनलाई हामी छुट्याउने हो। त्यही हो हाम्रो चाहिँ आशा हो। त्यस कारण त्यसलाई त्यही रूपमा बुझ्नु होला। र योदेखि बाहेक अब हामीले त्यस्तो अरू हामीले नदेखेका होइन, हामीलाई आर्थिक रूपमा संस्थालाई मजबुत बनाउन हामीले नदेखेका अहिलेसम्म हामीले कार्यान्वयन गरेका चिजहरू बाहेक पनि त्यस्तो छन् भने यहाँको पनि सुझाव र सल्लाहको अपेक्षा राख्छु। र मलाई हाम्रो अध्यक्षज्यूले यो कुरो भनिरहँदाखेरि कार्यालयको विषयमा यहाँले कोअर्डिनेसन छ आफ्नो हिसाबले के छ त्यो काठमाडौँमा दर्ता गर्नुभएको जसरी संस्थाहरूलाई चाहिँ अनुकूलताको आधारमा जहाँ बसेर काम गरेको हुन्छ सुविधाको कुरा हो। अब यहाँलाई अनुकूलता हुन्छ त्यसरी अप्ठ्यारो पर्दैन भनेदेखि हाम्रो संस्थामा चाहिँ डेढसम्म अट्ने आफ्नै हल पनि छ। प्रोग्रामहरू गर्नु पर्दाखेरि माथि त्यो एउटै बिल्डिङमा र चाहिँ यसो अफिस कोअर्डिनेसन हेल्प चाहिन्छ भने हामी अफिस कोअर्डिनेसनको लागि गर्न स्वागत गर्न सक्छौँ यहाँलाई है। र 20-30वटा गाडी साडी लानु पऱ्यो भने गेस्टहरू आउनु पऱ्यो भने पार्किङ छ, राम्रो छ, लोकेसन पनि फलाम ठाउँमै भन्दाखेरि अलमल्ली पर्दैन, प्राइम लोकेसन नै छ है। त्यस कारण यदि यहाँलाई त्यो पनि एउटा हेल्प हुन्छ भने मैले काम गर्नु आर्थिक हिसाबले पनि मलाई यहाँहरूलाई यो भनेर राख्न चाहन्छु है। बाँकी मूल्याङ्कन गर्ने हेर्ने होइन तर उपयुक्त छ कि छैन है, आवश्यक छ कि छैन भन्ने कुरा चाहिँ यहाँहरूको समितिको कुरा। धन्यवाद है। र अर्को हामीसँग जस्तो भाडा तिरेर राख्ने अफिस पनि नभएको र हामीले झोलामै अफिस लिएर हिँडेको अवस्थामा अब यहाँबाट जुन खालको एउटा सदाशयता यहाँकै अफिसमा एउटा ट्याक्स हामीलाई दिने जुन वचनबद्धता आएको छ त्यसको लागि हामी हाम्रो कार्य समितिमा छलफल गरेर निर्णय गरेका छौँ। र त्यसको लागि यहाँलाई यहाँ र यहाँको संस्थाप्रति म आभार व्यक्त गरेँ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब सायद अब बिट पनि मार्न पर्ला र अन्तिममा पनि आइसक्यौँ हामी। र अन्त्यमा यहाँहरू आफ्नो व्यस्तता बावजुद हाम्रा संस्थाको बारेमा भन्ने कुराहरू धेरै तपाईँहरू सुन्नुभयो र हामीलाई एउटा बाटो देखाउने विभिन्न सल्लाह सुझाव दिनुभएकोमा यहाँहरूप्रति आभार व्यक्त गर्दै यहाँहरूसँग फेरि पनि यहाँहरूबाट पनि सहयोग र अपेक्षा राख्दै पुनः धन्यवाद ज्ञापन गर्दै आजको यो आगामी सभाको सेसन कार्यक्रम नै विसर्जन भएको धन्यवाद अध्यक्ष कृष्णज्ञानी दाइलाई। र अन्त्यमा पुनः एकचोटि इजरायलमा रहनुहुने